देखि उता यहाँ भाइकै भ्लगको माध्यमबाट भन्न चाहन्छु आजको भ्लग चाहिँ भाइले गर्नुभयो राति पुग्यो बत्तीको डिस्टर्ब तपाईले देखिरहनु भएको छ अब मलाई पुरा रिस उठ्यो भोलि म जेनेरेटर जसरी ल्याउँछु त्यो मेरो च्यानलमा आउनेछ र यो भ्लग म खुद सेयर गर्नेछु तपाईले अन्तिमसम्म हेरिदिनुस् यो भ्लग भाइको च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्नुस् यहाँ छ जोजो है जोजो एकपल्ट फेरि एकपल्ट भनिदिउँ न एकपल्ट केटाहरूलाई अर्डर हाम्रो एकपल्ट यहाँ मेरो अग्निवीरको नयाँ केटाहरू कहाँ छ छिट्टो आउनु पर्यो यहाँ जोजोसँग चाहिँ यो टाइम सेकेन्ड टाइम हो किन फर्स्ट टाइम चाहिँ म जोजोको पहिला उयो घोडा राइड गरेको नि त हामीले है हर्स राइड गरेको एकदमै मजा आएको थियो त्यति बेला है त्यति बेला गेस्ट लिएर आएको थियो त्यति बेला तकलिनमा यो चाहिँ सेकेन्ड चोटि हो जोजोसँग त्यति बेला त घोडामा त मैले उयो पनि गरेको अब अहिले तपाईँहरूलाई सर्टकटमै बताउन चाहन्छु किनभने अहिले अलिकति बत्तीको डिस्टर्बेन्स पनि हुँदैछ हजुर सबैभन्दा पहिला यही घन्टीबाट सुरु गरौँ घन्टी यो हाम्रो घन्टी चाहिँ पोलिस गोल्ड जिपिआरएस जिपिआरएस हैन गाई बस्तुलाई बाँधेर छोड्दियो भने अहिले जिपिआरएस ट्र्याक हुन्थ्यो हजुर चाहिँ फेरि अन द स्पोट फेरि हामी तपाईँहरूसँग एउटा छोटो भ्लग लिएर आएको छु है र आजको भ्लग भने एकदमै रमाइलो हाम्रो एकदमै सर्ट फर्ममा हाम्रो चाहिँ प्लानिङ भएर चाहिँ हामी चाहिँ कहाँ जाँदैछु भन्ने कुरो चाहिँ तपाईँहरूलाई म यो भिडियोमा गएर म देखाउने छु है र अहिले भने चाहिँ हाम्रो कुशल साथी है हाम्रो पवन साथी र हाम्रो अगाडि चाहिँ हाम्रो उमेश दा है अनि हाम्रो विश्वनाथ है हामी 5 भाइ चाहिँ हामी कहाँ जाँदैछौँ भने अहिले चाहिँ हामी बजारबाट निस्किसकेको छौँ हामी चाहिँ जोरबङ्गला हल्का यहाँ जाम लागिरहेको छ नि त होइन एकदमै दुःख लाग्दो कुरा यहाँनिर चाहिँ बत्ती गइरहेको रहेछ है र हाम्रो जोजो यसो फेपुला हाम्रो जोजोकोमा आइपुगेको छौँ हामी यहाँ तर एकदमै दुःख लाग्दो कुरो है बत्ती गएर चाहिँ अहिले चाहिँ यहाँनिर चाहिँ नेचरल बोलिरहेको रहेछ नि जोजोकोमा त है उल्टो डिनर हुने रहेछ अब चाहिँ है यहाँनिर उज्यालो भएको त दामी देख्छ त गाइज होइन के गर्नु अब एकदमै अँधेरोमा आइपुगेछौँ हामी र देख्न सक्नुहुन्छ यहाँनिर केटाहरू चाहिँ यहाँनिर चाहिँ हाम्रो गोर्खे घरमा बसिसकेको छ र साथमा हाम्रो जोजो पनि यहाँनिर यहाँ छ जोजो है जोजो एकपल्ट फेरि एकपल्ट भनिदिउँ न एकपल्ट केटाहरूलाई अर्डर हाम्रो एकपल्ट यहाँ मेरो अग्निवीरको नयाँ केटाहरू कहाँ छ छिट्टो आउनु पर्यो यहाँ अग्निवीरको केटाहरू है अग्निवीरकै केटाहरू राखेको रहेछ नि त फेरि जोजोले त है खतरा अग्निवीर चाहिँ 4 इयर्स मात्रै है ब्रो 4 वर्ष तर जोजोकोमा त पर्मानेन्ट होला यहाँ त केटाहरूलाई त एक्सपिरियन्स बनाएर छोडिदिन्छ न त अग्निवीरमा त 4 वर्ष मात्रै छ नि त होइन अनि यहाँनिर चाहिँ तोङबा आइसकिसकेको छ है र यो चाहिँ एकदमै अब नेचुरल यो चाहिँ अब केही पनि हुँदैन है यो कुरो चाहिँ अरू कुरो खानु भन्दा के भयो रमहरू खानु भन्दा चाहिँ यो चाहिँ नेचुरल अर्ग्यानिक हो नि त होइन यो त तपाईँले बनाउनु भएको होला है यो त तपाईँकोमा बनाउनु हुन्छ यो त सबै यिनीरै मेड आफ्नै मेड हो है तोङबा आइसकेको छ बाँस है यो बाँस पनि होला है जो चाहिँ यो त बाँस पनि एकदमै अलिकति विश्वास चाहिँ के भयो भन्दाखेरि चाहिँ अहिले चाहिँ लाइट गइरहेको रहेछ नि त होइन अन्त लाइट गएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ क्लियर गर्नु पाइन्छ नि किनभने चाहिँ लोड सेटिङ हुँदै रहेछ नि त होइन अन्त अब चाहिँ छिनबाट लाइट आएपछि चाहिँ एकदमै मजा आउँदैछ है अन्त एक दुईवटा बातहरू गरेको छ जोजोसँग एकदमै मजा आइरहेको छ यहाँनिर जोजोसँग चाहिँ यो टाइम सेकेन्ड टाइम हो किन फर्स्ट टाइम चाहिँ म जोजोको पहिला उयो घोडा राइड गरेको नि त हामीले है हर्स राइड गरेको एकदमै मजा आएको थियो त्यति बेला है त्यति बेला गेस्ट लिएर आएको थियो त्यति बेला तकलिनमा यो चाहिँ सेकेन्ड चोटि हो जोजोसँग त्यति बेला त घोडामा त मैले उयो पनि गरेको थिएन म पनि ट्रेनिङमै थिएँ ट्रेनिङमै थिएँ जोजो भन्दा उडेर गएको त्यति बेला त त्यति बेला म रोकी के परेको थिएँ जोजो तल म ट्रेनिङमा हुँदा उहाँले गेस्ट ल्याएको थियो गेस्ट लिएर आएको थियो चढेको गेस्ट पनि उहाँकै गेस्ट मेरै गेस्ट हो पनि मैले चाहिँ फ्रीमा चढ्नु पाएको थिएँ त्यति बेला कहाँ पुऱ्याउनु भयो त्यो घोडा अहिले गुम्बा डाँडामा गर्दैछ गुम्बा डाँडामा त्यो भएको घोडा चाहिँ हाम्रो जोजोकै हो नि त होइन त्यति बेला चाहिँ यो चाहिँ सेकेन्ड टाइम हो सेकेन्ड टाइम चाहिँ अब एकदमै भिडियोहरू देखिरहेको नि त जोजोको यहाँनिर अब बनाएकोदेखिको लिएर अहिलेसम्म देखिरहेको धेरै मान्छेहरू आइसकेको छ कहाँ कहाँ गान्तोकबाटदेखिको लिएर बाहिर जग्गाबाट सबैबाट जो चाहिँ जोजोलाई मन पराउनु हुने है माया गर्नुहुने सबै आइसकेको छ त्यसरी नै आज चाहिँ हाम्रो सबैजना हामी ड्राइभर भाइहरू साथीभाइहरू हामी चाहिँ दार्जिलिङमा गेस्टहरू छोडेर चाहिँ प्लान गरेर चाहिँ जोजोसँग गफ गरेर चाहिँ आउनु जोजोसँग बात गरेर चाहिँ हामी आएको नि त है हामी चाहिँ डिनर गर्दै अन्त बत्ती पनि आयो भने चाहिँ तपाईँहरूलाई यहाँको सबै देखाउने छु घुमाएर चाहिँ यहाँनिर चाहिँ भैँसीको सुकुटी पनि आइसकेको छ यहाँनिर र एकदमै आज चाहिँ हामीले चाहिँ धोका चाहिँ केले दिइरहेको छ भन्दाखेरि चाहिँ बत्तीले दिइरहेको छ तर पनि हामी केही छैन हामी एकदमै खुसी छौँ हाम्रोमा नेचुरल
जुन चाहिँ हामी यो यसमै त हुर्केको हो कि होइन भने त ब्रो हामी यसमै हुर्केको पहिला यसले नै हाम्रो उज्यालो हुन्थ्यो क्या जग्गाहरू एकदमै यो घरहरू उज्यालो हुन्थ्यो है हामी त्यसमा पढेको योहरू जुन नाकभरि है नाकभरि यस्तो के निस्किँदै नि बिहान के मुख धुँदै कालो है हामी चाहिँ यसमा पढेको है र पनि एकदमै अर्ग्यानिक छ हाम्रो लाइफ पनि आज अर्ग्यानिक छ प्लस हाम्रो सबै अर्ग्यानिक र हामीलाई एकदमै यहाँ जोजोले पनि यहाँ टाइम दिनु भइरहेको छ है जोजोको सक्नु भएको छैन एकदमै रमाइलो भइरहेको छ र गाइज है अहिले चाहिँ लाइट नभए पनि हाम्रो चाहिँ यहाँनिर चाहिँ ब्याट्रीवाला बक्स यहाँनिर हाम्रो छेउमै छ हाम्रो जोजोको र अब चाहिँ हामी र ब्रोको जग्गामा है हामी र नै गाउन लागिरहेको छ हाम्रो पवन साथीले कुन चाहिँ गाना भनिदेऊ दा हाम्रो चाहिँ उहाँ चाहिँ गाना एकदमै दामी गाउँछ हाम्रो ग्रुपको चाहिँ कि अब तपाईँहरूलाई सुनाउन आँटेको छ गाइन जोजोलाई एकदमै रक गीत गाउनु गए अब एकदमै मनोरञ्जन गर्ने हो र अब जोजोले चाहिँ यहाँनिर चाहिँ कनेक्ट गरिदिँदैछ र हाम्रो पवनले चाहिँ यहाँनिर गाउनु आँटेको छ है र हाम्रो केटाहरूलाई चाहिँ हल्का इन्जोय गराउने छ केटाहरूलाई है एउटा गाना सुनिदिनु एकदमै रमाइलो हाम्रो यहाँनिर भाइहरू हाम्रो यो गाउँकै हो उहाँहरू सबै हाम्रो जोजोहरू सबैजना यहाँ अस्ति बिट बक्सिङ गर्ने चाहिँ राज भाइ यहाँ बिट बक्सिङ गर्ने है अहिले भएको खोल्नुपर्छ सबै सपोर्ट गर्नुपर्छ हाम्रो छैन उहाँले गुरु पक्रेको मनलाई बाँधेर राखु कसरी मनलाई बाँधेर राखु कसरी माया फेरि हामीले चाहिँ है यत्रो वेट गर्दा यहाँनिर चाहिँ लगभग जोजोले भन्दै थियो 2 घन्टामा चाहिँ लाइट आउँछ भन्दै थियो है पक्का 2 घन्टामा चाहिँ लाइट आयो है अब चाहिँ मलाई अलिक बोल्ने जोस छ अघि सधैँ ओसिरहेको थियो जोजो पनि है अनि सबैभन्दा पहिला यहाँ भाइको च्यानलमा जोडिनु हुने दर्शक महानुभावलाई फ्यापुलो नमस्ते भन्न चाहन्छु र हामी बात मार्दै अलिकति यता ब्याकग्राउन्ड पनि देखौँ आज स्पेसली यहाँ मेरो ज्वाइँ साहब उहाँ गाउँकै हो यहाँ पारी है हाम्रो बहिनी लोगेको छ र उहाँ पनि आउनु भएको थियो र उहाँ चाहिँ ज्वाइँको चाहिँ दाजु भाइ हो तपाईँलाई पनि स्वागत छ है च्यानलमा है र उहाँ भाइको कुरा गर्नुपर्दा उहाँले सबैभन्दा पहिला मेरो गाउँमा टुरिस्ट ल्याएर आउनु भएको एकदम र उहाँको टुरिस्ट ल्याएको समयको कुरा गर्नुपर्दा तपाईँले हेरिरहनु भएको हो जुन समयमा मैले हर्स राइडिङ गर्नुको लागि चाहिँ टुरिस्टलाई ट्रेनिङ गराउँदै थिएँ म आफै पनि ट्रेनिङ गर्दै थिएँ त्यो समयमा बत्तीले यसो गर्छ नि त बत्तीले यसरी धोका दिइहाल्यो फेरि है यसो गर्छ कि अब अनुहार त अन्धेरो देश लाइट अलिकति अनि त्यो समयमा उहाँले गेस्ट ल्याएर आउँदाखेरि जो म सिटोङबाट हो तपाईँको मिस्टर सिटोङ है मिस्टर सिटोङ गाडी ल्याएर आउनु भएर चाहिँ लु मेरो गेस्ट पनि लिएर आएको छु भन्दाखेरि चाहिँ मैले एकदम लु हुनु त यो हर्समा ल्याएर घोडामा ओपनिङ गरेको छैन लु तपाईँको गेस्टलाई ओपनिङ गरौँ भनेर गराएँ तर त्यो बेलाको समय म पर्फेक्ट नभएकोले गर्दा पैसा लिएन है मैले पनि चढेँ म पनि फर्स्ट टाइम चढेको सत्य बोल्नुपर्छ म ट्रेनिङमा थिएँ गेस्टलाई पहिलोचोटि बङ्गाली टुरिस्ट चढाएको मैले उहाँले घुमाउँदै ल्याएको थियो यसरी नै हामीले अब मैले अघि पनि भने तपाईँहरूलाई हाम्रो एकदमै दार्जिलिङको युवाहरूको लागि एकदमै लास्ट स्टेप भनौँ यो लास्ट अप्सन चाहिँ टुरिज्ममा हो त्यहाँदेखि उता कुनै अप्सन छैन हाम्रो घर परिवारको रोजगार सृजना गर्नु हामीले आफ्नो घर चलाउनु होइन अनि यो अहिलेको घडीमा समाजलाई स्ट्यान्डर्ड मेन्टेन गर्नु चाहिँ हाम्रो केटाहरूकोमा खालि टुरिज्म हो र दिनदिनै यो पनि विलुप्त हुँदै गयो अरूले खोज्दै खोजिँदैछ भन्ने कुरो हरेकलाई थाहा छ मैले त कतिचोटि भनिसकेँ बुझ्दैन हाम्रो मान्छेलाई अरूलाई नबेच्नुहोस् न हाम्रो जग्गामा आएर हाम्रो रोजगार जान्छ यो जग्गाहरू नबेच्नुहोस् अरूलाई गाडी घोडा नदिनुहोस् हाम्रै युवाहरूलाई दिनुहोस् भन्दा कसैले बुझिदिँदैन यो दुःखहरू अहिले हामीले मात्रै यो जग्गामा टुरिज्ममा सर्भाइभ गरेको अब आउने दिन तपाईँ हाम्रो नानीहरूले यो टुरिज्ममा सर्भाइभ गर्नु सक्दैन अब हामीले पनि सायद यो फुल्ली भेटाउँछ कि भेटाउँदैन पनि तपाईँलाई थाहा छ आज म आजले पनि म यो कुरो भन्न चाहन्छु 2005मा मैले यहाँबाट टमाटर लगेर दार्जिलिङ गएको सवारीमा गङ्गामाया पार्क घुमाउँदाखेरि 1000 रुपियाँ पाउँथेँ मैले खालि एक पोइन्ट घुमाउँदा मात्रै गङ्गामाया र रक गार्डन घुमाउँदा 1000 रुपियाँ पाउँथ्यो अनि म बेलुका टमाटरै
बेच्ने मान्छेलाई लिएर यो गाउँ आउँथ्यो अहिले पनि टमाटरवालाहरू जिउँदैछ सोध्दा हुन्छ मैले खुद सवारीमा साइटसिन गरेको हो तर अहिले त्यो पोइन्टमा जानु उहाँहरूलाई साह्रो छ एकदम अहिले त गङ्गामाया त हराइसक्यो विलीन भयो नि गाडी बेसी भएकोले त्यत्रो भाडा पाउँदैन पाउँदैन पनि होल दार्जिलिङ घुमाएकै 1200 होला अहिले एकदम त्यति बेला हामी त खालि त्यही 2टा पोइन्ट घुमाउँथ्यो हजुर 1 बजे स्ट्यान्डमा पुगेर त्यो टुरिस्टलाई हामीले झारेर हाम्रो मान्छे ल्याएर आउँथ्यो अब त्यस्तो भइसकेको छ साथीहरू र अहिले 100 मा तपाईँले हिसाब गर्नु सिलगढीमा गएर याद गर्नु जक्सन अनि यो हाम्रो एनजेपी एयरपोर्टमा गएर याद गर्नु हजुर 100 मा 70% टुरिस्ट सिक्किम पस्छ एकदम सिक्किम 70% 30% मात्रै दार्जिलिङ आउँछ किन भन्दा दार्जिलिङको धेरैवटा जग्गामा टुरिज्म पोइन्टहरू चाहिँ खतम भएर गएको छ एकदम हैन एकदमै बजारहरु मैला भएको छ हैन टुरिस्टलाई शान्ति भन्ने कहीँ पनि छैन ट्रेनले दिन प्रतिदिन गाडी हिर्काएको हामीले देख्छौं है यो सबै कुरोहरू लिएर आउँदाखेरि अहिले अलिकति बर्खामा अलिकति पानी आउँदाखेरि दार्जिलिङको बजारमा लेड बग्छ एकदम सिधा बोल्छ है देखेको कुरो बोलेको मैला बग्छ र त्यस्तो जग्गामा को आउँछ घुम्नु त्यसलाई कसले सुधार गर्ने हो आज हामी जस्तो एउटा युवा ड्राइभर मान्छेले गाडी नकुदाएर हामी सफा गर्नु हाम्रो आफ्नो व्यस्तता हुन्छ हामीले आज त्यो मैला सफा गर्नुको लागि रेलको लिगमा गाडी पार्क गरेर एकछिन 2 मिनेट हामी दोकान जाँदाखेरि रेलले हाम्रो गाडी ब्लाङलुङ पारेर जान्छ है यसको लागि एउटा म्युनिसिपालिटी छ दार्जिलिङको जिटिए छ हैन दार्जिलिङ चलाउँछु भनेर बस्नु भएको प्रतिनिधि गरेर बसेको दाजुहरू हुनुहुन्छ नेताहरू हुनुहुन्छ तपाईहरुले प्लिज जुनसुकै पोलिटिकल गर्नुहोस् तपाईहरु जेसुकै गर्नुहोस् तर दार्जिलिङलाई निट एन्ड क्लिन गाडीको पार्किङ व्यवस्थादेखि सबै कुरोहरू मिलाइदिनुहोस् हाम्रो ड्राइभर साथीभाइले पनि रोजगार होस् राम्रो हामीले जब गाडी सेपेर राखिसकेपछि ढुक्क होस् न भात खानु शान्तिले भात खानु छैन नि अहिले त शान्ति छैन नि भात खानु पनि अरे दिन प्रतिदिन फेसबुकमा देखिरहेको छु गाडी ट्रेनले गाडी हिर्काको हो त एउटा युवाले अहिले साइड यो बेरोजगार युवाले जसकोमा पैसा छैन भने त्यो एउटा युवाले चाहिँ दाजु तपाईको गाडी एकजना फौजी दाजुको गाडी इनोभा गाडी म 50,000 दिन्छु म सिजन खेप्छु भनेर भन्छ र उले भन्छ लैजान त लु भाइ खेप भनेर इनोभा दियो अरे तर भोलिको दिनमा उले मन्थली 50,000 मा ल्याएको इनोभा चाहिँ ट्रेन ल्याएर ब्लाङ्गै हिर्काएर चल्दिन्छ उले 50,000 मालिकलाई दिने कि गाडी बनाउने कि सिजन खेप्ने कि आफ्नो परिवार चलाउने है यो सबै समस्याको जिम्मा कसले लिन्छ आज हैन यो सबै समस्याको जिम्मा कसले लिने हो र हाम्रो जति पनि अहिले तपाईहरु बस्नु भएको छ पहाड सुधार्छु भनेर तपाईहरुबाट म एउटै मात्रै आशा राख्छु हैन हामी पोलिटिकल गर्नु पनि जान्दैनौं हामी त्यो जग्गामा आएर तपाईहरुको सिट पनि खोज्दैनौं तर एउटै रिक्वेस्ट गर्छु हाम्रो बेरोजगार युवा साथीभाइको भविष्य हेरेर टुरिज्म फस्टाइदिनुस् यस क्षेत्रमा भएको टुरिज्म जति पनि डेभलप गर्नुपर्ने जग्गाहरू छ त्यो जग्गाहरू फस्टाइदिनुस् आज 70% सिक्किममा टुरिस्ट बस्दैछ भने 50-50 चाहिँ होस् उता 50 पस्यो भने यता 50 पसोस् त्यो गर्दा हाम्रै दाजुभाइ हाम्रै एउटा पान दोकान हाम्रै गाडी घोडा हाम्रै मोमो थुक्पाको दोकानहरू चलोस् सबैको रोजगार होस् न है सिटमा तपाईहरु बस्नुहोस् अरे लु तपाईहरुले जानेको छ तपाईहरुै छ त्यहाँ है तपाईहरु बसेर तर टुरिज्म फस्टाइदिनु पोइन्टहरु एकदमै राम्रो राम्रो गर्दछ जुन चाहिँ हाम्रो भएको पोइन्टहरु पनि अहिले एकदमै विलीन भएर गइसकेको छ हैन एकदमै त्यसलाई चाहिँ अब बनाएर अनि टेक केयर गर्ने छैन अहिले त्यहाँ भनौं भने यो चाहिँ मेरो एउटा अहिले दार्जिलिङ जसले चलाइरहनु भएको छ उहाँहरुलाई एउटा मेरो रिक्वेस्ट अनि जन है अब यो अहिले घडी भनेको कुरो चाहिँ मैले मेरो दार्जिलिङको है जति पनि अहिले यो एडमिनिस्ट्रेसन जसले चलाउनु भएको छ उहाँहरुलाई भनेको र जनप्रतिनिधि जति छ हाम्रो जनताहरू हाम्रो भ्युअर्स उहाँहरुलाई चाहिँ एउटा रिक्वेस्ट गर्न चाहन्छु हामीले अन्य समुदायलाई जग्गा नदिउँ भोलि हाम्रै छोरा छोरीले गरी खानुपर्छ आज हाम्रो त लाइफ सक्यो भनौँ न हामीले त यो जेनेरेसन भोगिसक्यो आउने दिनमा चाहिँ के गर्ने उहिले मान्छेले के एउटा उखान राख्थ्यो पढी लेखी के काम हलो जतिमा अब त हामीले हलो त छोड्नुहोस् गाडी कुदाउनु पनि चान्स पाउनु छोड्यो अहिले क्लास 10 12 दिन उमेरलाई मात्रै लाइसेन्स त्यही माथि सरकारको बेसी जस्तो यातायात छ प्राइभेट गाडी कसैले हायर गर्नु छोड्यो किन प्राइभेट भन्नुको मतलब त्यो प्राइभेट हैन एउटा जुन ट्याक्सी राखेको छौ नि हामीले गरी खानुको लागि त्यो त हायर गर्नु छोड्यो हो कि हैन घरै पछि बाइक स्कुटी पनि छ अनि हामीले कमाउनु पर्ने खाली 2-3 महिनाको टुरिज्म है त्यसमा पनि हामीले गाडी कुदाउनु पाएन भने अब हामीले के गरेर खाने हो कि हैन
दिल्ली बम्बईमा पनि बेसी भयो दार्जिलिङको मान्छे यहाँ पनि पाउनु छोडे नगोज अब हामी के छ भने सुसाइड गर्नु त मिलेन नि त बल्ल बल्ल पाएको जिन्दगी हो बुढी नानी छ परिवार छ समाज छ होइन त्यसले गर्दा ल गुरुजी तपाईँहरू जति पनि नेताहरू छ तपाईँहरूलाई नै हात जोड्छु तपाईँहरूले चाहिँ दार्जिलिङको युवालाई सोचेर भयो भने पोइन्टहरू बढाइदिनुहोस् बनाइदिनुहोस् पार्किङ व्यवस्था गरिदिनुहोस् टुरिस्टलाई टोइलेट बाथरुमको सुविधा राखिदिनुहोस् दार्जिलिङलाई सफा राखिदिनुहोस् अबदेखि उता यहाँ भाइकै भ्लगको माध्यमबाट भन्न चाहन्छु आजको भ्लग चाहिँ भाइले गर्नुभयो राति अब पुग्यो बत्तीको डिस्टर्ब तपाईँले देखिरहनु भएको छ अब मलाई पुरा रिस उठ्यो भोलि म जेनेरेटर जसरी ल्याउँछु त्यो मेरो च्यानलमा आउनेछ र यो भ्लग म खुद सेयर गर्नेछु तपाईँले अन्तिमसम्म हेरिदिनुहोस् यो भ्लग भाइको च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् उहाँको टिमलाई पनि अनि अलिकति तपाईँको एक्सप्लोर पनि गरिदिनुहोस् न तपाईँको हामी एकदम वेलकम छ वेलकम छ है सबैभन्दा अब सबैभन्दा पहिला यो बजाउँ ल फर्स्ट चाहिँ म सबैभन्दा पहिला यो बजाउँ पर्खिनुहोस् एकैछिन फर्स्ट जोजोलाई चाहिँ अब यहाँनिर सुरुवात गर्दैछ बिस्तारै जोजोले चाहिँ बताउनु हुनेछ है के छ भन्ने कुरो चाहिँ अब अहिले तपाईँहरूलाई सर्टकटमै बताउन चाहन्छु किनभने अहिले अलिकति बत्तीको डिस्टर्बेन्स पनि हुँदैछ हजुर सबैभन्दा पहिला यही घन्टीबाट सुरु गरौँ घन्टी यो हाम्रो घन्टी चाहिँ पोलिस गोल्ड जिपिआरएस जिपिआरएस थिएन गाई बस्तुलाई बाँधेर छोडिदियो भने अहिले जिपिआरएस ट्र्याक हुन्थ्यो हजुर एकदमै अनि नेक्स्ट तपाईँलाई भन्नुपर्दा यो हाम्रो हलो जुवा झ्याते यो तिनटाको एउटा कहानी छ हलोले यो जुवामा दुईटा गोरुलाई लगाएर यहाँ हलुन्डा लगाएर हलोले बारी जोत्ने मकै छर्ने त्यो उम्रेको मकैलाई फसललाई पाकेको टिपेर ल्याएपछि यो झ्यातोमा लगाएर पिसेर त्यसको पिठो चामलको खाना खाने रिलेटेड कहानी है अलिकति सर्टकटमा भनिदिएको बसी जान्छ भनेर अनि यो ओखली त तपाईँलाई थाहै छ यसमा धान फल्ने हो अनि गुन्द्रुक पनि बनाइन्छ प्लस यसलाई अब धेरैवटा कुरोमा प्रयोग हुन्छ हाम्रो यो है धानको चामलदेखि गुन्द्रुकदेखि लिएर गएको हल्दी सल्दी सबै कुटिन्छ र यो अलिकति ट्रेडिसनल हाम्रो इन्स्ट्रुमेन्ट पनि छ यो के भनिन्छ डम्फु तामाङहरूले बजाउने एउटा खैचडी छ यो जुन छेत्री जात भाइले बजाउने मादल त सबैकोमा प्रयोग भइरहेको छ देउसे भैलोमा मादल र गिटार बिना हामी सक्दैनौँ अनि अन्य समुदायको पनि मैले कोसिस गर्दछु जुटाउने है र त्यही सन्दर्भमा भन्नुपर्दा यो अलिकति हाम्रो घरको गार्डनिङ फुलहरू पनि एकदमै गार्डनिङ भनौँ अनि यो स्पेसली मलाई गिफ्ट दिएको सिक्किमको साथीले अर्ग्यानिक लसुन उहाँले एकदमै राम्रो हरियो बोटको लसुन दिनुभएको थियो मैले यो एकदम राखी छोडेको छु यो पनि मलाई नाम्चीबाट ब्याम्बो वाटर ब्याम्बो भन्ने एउटा यो प्लान्ट छ यो पनि मलाई गिफ्ट दिनुभएको यो एकदम उपयोगी छ दबाई पनि हो यो तपाईँको यो दोकान जस्तो लाग्यो नि मलाई यो एउटा हाम्रो गोर्खा सप अनि यहाँ गोर्खा सप प्लस गोर्खा पसल भनिन्छ इङ्ग्लिसमा भयो गोर्खा पसल यसमा त लोकल प्रडक्ट मात्रै राख्ने हाम्रोमा भएको चिज तपाईकोमा के पाइन्छ बनाएको हो हजुर यो सबै यही बन्ने फुलकोपी मुला गाजर के को पिकल्सहरू छ यो यो बोतलको 100 रुपिसमा अनि यो हाम्रै मेरो सासूको दिदी मेरो बडी बनाउनु भएको चिकनको यो एउटा मसला छ है चिकनको अचार यो मेथीको अचार छ है अनि यो आयो यो ब्याम्बो सुटको अचार आयो है त्यसै गरी यो फापर भयो धानको चामल भयो यो कोदोको पिठो अनि यो फापरको पिठो धानको चिउरा यो गुन्द्रुक किनेमा अनि यो हल्दी है मेथी भयो यो अनि यो मकैहरू चाहिँ यसो बिउको लागि छ पछाडि अलिकति पिकल्सहरू पनि राखेको छौँ एकदमै यहाँकै लोकल्स हो अनि मैले चाहिँ के गरेँ भन्दा तपाईँको सबैभन्दा पहिला यहाँको लोकलै चिजलाई मान्यता दिएर आज यो चामलहरू जति पनि छ किनेरै लानुपर्छ भन्ने छैन अलिकति एक्सपेन्सिभमा छ नि त सँगैमा बासमती राइस 100-150 मा पाउँछ भने यो 180 पर्छ नि त त्यसले गर्दा चाहिँ मैले यसलाई चाहिँ अहिले पकाएर लोकल चिकनको सुपसँग एकदमै है आज हामीले जुन चाहिँ खाँदै गरेको बासमती यो धानको चामल हजुर एकदम अचारसँग तपाईँहरूलाई सर्भ गरिरहेछु जब तपाईँहरूलाई टेस्ट मनपर्छ तपाईँले किनेर लाँदा घरमा बनाएर खाँदा हुन्छ भन्ने फेसिलिटी राखेको छु र साथमा चाहिँ यहाँ चाहिँ मैले दुईटा टेन्ट राखेको छु दुईटा टेन्ट चाहिँ मेरो स्पेसली स्टाफ साथीहरू भनौँ मेरो ड्राइभर साथीहरू आउनुहुन्छ उहाँहरूको लागि गुरुजीहरूको लागि चाहिँ यो स्टे गर्नुको लागि हो अनि कोही टाढोबाट आउने दर्शकहरू पनि हुनुहुन्छ उहाँहरूले एक नाइट बस्छु भन्यो भने चाहिँ टेन्टमा हो त्यस्तो लग्जरिस केही पनि छैन है लग्जरिस चाहियो भने अन्य जग्गामा यही क्षेत्रमा होमस्टेहरू छ त्यहाँ गएर बस्नु सकिन्छ है र अब हामी भेटघाट पनि गर्ने इको टुरिज्मलाई हेर्ने यो घरलाई हेर्दा चाहिँ हाम्रो
एउटा गोर्खाहरूको सांस्कृतिक झल्केको हामी देख्छौँ एकदमै हजुर यो त हजुर हजुर अनि संस्कृतिलाई पनि बचाउने हजुर आफ्नो परम्परालाई पनि बचाउने हजुर हजुर त्यही छ विशेष उद्देश्य होइन र भ्युवर्सहरूलाई त्यही छ एउटा रिक्वेस्ट आज उहाँको च्यानलको विषयबाट हजुर नेताहरूलाई त मैले एउटा रिक्वेस्ट गरेको छु दार्जिलिङमा जति सक्दो टुरिज्म फस्टाइदिनुहोस् एकदमै बेरोजगार युवाहरूलाई सहयोग होस् भन्न चाहन्छु हजुर है रोजगार यहीँ होस् भन्न चाहन्छु एकदम हजुर र दोस्रो चाहिँ हाम्रो जति पनि भ्युवर्सले हेर्दैछ भने चाहिँ प्लिज जमिन चाहिँ एक टुक्रै भए पनि राख्नुहोस् हजुर है दामी कुरा आफ्नै जात भएलाई बेच्नुहोस् होला हजुर अन्यलाई नगर्नुहोस् किनभने भोलिको दिनमा हामी नै गरी खानु साह्रो पर्छ एकदम अहिले घडी हामीलाई यहाँ पनि रोजगार बिन भइसकेको छौँ हामी हजुर हजुर तपाईँले देखिरहनु भएको छ हजुर आज सोच्छ होला तपाईँले हाम्रो लाइफ गयो भनेर हजुर हजुर तर अझै जिउनु धेरै छ एकदम हाम्रो त गइसक्यो हजुर है हजुर आउने मेरो नाति पलाती धेरै छ छोरा एकदम पलाती होइन हजुर उहाँहरूको लाइफलाई पनि हामीले बचाइदिनु पर्ने हुन्छ एकदम अहिले घडी हामी दार्जिलिङकोलाई दिल्लीमा पनि काम पाउनु साह्रो परिसकेको परिसक्यो एकदम है दुनियाँको धेरै जग्गामा बेरोजगार बढेको छ भने हामीले आफ्नो जग्गालाई सेक्युर गरेर बाँच्नुपर्छ गोर्खा भनेर चिनाउनु आज नेताको आशा नगरौँ हामी आफै आत्मनिर्भर भएर हामीले नै गोर्खा भनेर चिनाउनु जरुरी छ र भाइको च्यानलमा जुड्ने सम्पूर्णलाई यो भिडियो हेरिदिनु भएको धन्यवाद दिन चाहन्छु भाइको च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् र कुनै दिन फेरि पनि हामी यसरी अगाडि एकदमै भेट्नेछौँ है तपाईँको टिमलाई नै धन्यवाद एकदमै हामी चाहिँ आज अनप्लान आयो भने त जोजोकोमा होइन अन्त आउँदाखेरि चाहिँ लाइट पनि थिएन अलिकति मन अलिकति कस्तो भइरहेको थियो है जोजो पनि अलिकति यो भाइ है अब हामी चाहिँ जाँदैछौँ है र हाम्रो यहाँ भाइको पनि ब्लग छ है अन्त भाइलाई पनि सपोर्ट गर्नु नाम के पो तिम्रो ब्लग प्रधान ब्लग छ है र साइडमा हाम्रो यहाँ भाइको पनि ब्लग छ है एकदमै भाइहरूलाई एकदमै थ्याङ्क यू है उहाँहरूले पनि हामीलाई एकदमै खाना र मिठो खिलाइदिनु भयो है फेरि बत्ती गयो नि त तिम्रो पनि ब्लग छ है के छ तिम्रो पनि भनिदेऊ न मेरो ब्लग छैन कि अब मेरो इन्स्टा छ इमरान प्रोसेसिङमा छ है भाइले पनि एकदमै दुःख गर्दैछ र हाम्रो चाहिँ गाडी स्टार्ट गरेर आइसकेको छ जो चाहिँ भित्र खाना खाँदैछ नि होइन अन्त त्यही भएर चाहिँ अब चाहिँ निस्केको पानी पनि पर्न थालिसक्यो र बत्ती पनि फेरि लास्ट मोमेन्टमा गयो है र एकदम फेरि नेक्स्ट टाइम आउनेछु है एकदम इन्जोय गर्नेछु एकदमै मजा आयो र गाइस तपाईँहरूले यो भिडियो चाहिँ एकदमै सपोर्ट गरिदिनुपर्छ है थ्याङ्क यू सो मच गाइस